हेलो एभ्रिवान, नमस्ते, सेवा। हजुरहरूलाई फेरि पनि स्वागत छ रमाइलो मकबाङमा। आज मैले लिएर आएको छु नयाँ बुलडग हट चिकन हट चिकन फ्लेभर रामेन लिएर आएको छु। हेर्न सक्नुहुनेछ येल्लो कलरको छ। यो रामेन चाहिँ मेरो आज फर्स्ट टाइम ट्राई हो। सरी यसको लागि मैले अन डाउनलाई राखेको थिएँ। हजुरहरूले यो हेर्न सक्नुहुन्छ, यो रामेन हो। यो चाहिँ मेरो फर्स्ट ट्राई हो र भएर लिएर आएको। अनि मैले रामेनसँग लिएर आएको छु बोइल्ड ससेस अनि टु एग्स अनि पिउनको लागि चाहिँ म्याङ्गो जुस विथ आइस क्युब। अब म ढिलो नगरी सुरु गर्छु। चिसो भइसक्यो, सुरु गरिहाल्छ। अब स्टार्ट गरेँ ससेसबाट। यो चाहिँ जस्ट बोइल्ड ससेस मात्रै, बफ ससेस हो। अब स्टार्ट गरिहाल्छु। हल्का चिसो भइसक्यो। एक दिन चाहिँ तात्ता खान्छु भन्छु, सेकेन्ड डे नै ढिलो गर्छ। मिठो रहेछ, चिजी फ्लेभर। हुन त चिजै लेखेको थियो, चिजी फ्लेभर त अब यस्तै हुन्छ नि। मिठो रहेछ। यम्मी। अब यहीँ राखेर खानु पर्यो। क्रिमी। हल्का स्पाइसी पनि, प्लस मलाई चाहिँ चिज मनपर्ने भएर होला, मलाई चाहिँ एकदम मिठो लाग्यो। हजुरहरूले पनि चिज मनपर्छ भने यो हजुरहरूलाई एकदम मनपर्छ। यस्तो मिठो।
मेरो ब्याग देखियो सरी यसको प्राइस चाहिँ 260 छ है त्यो चाहिँ मैले भनिदिन बिर्सेछु यहीँ लेखेको छ 260 रुपिज छ यसको प्राइस चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ 260 यता बङ्गरा आएर यताले मात्रै चोपाएको मलाई चाहिँ यो चाउचाउ एकदमै धेरै मिठो लाग्यो यो रामेन एकदमै धेरै मिठो लाग्यो म चाहिँ हजुरहरूलाई रेकमेन्ड गर्छु हजुरहरू पनि ट्राई गर्नुहोस् हजुरहरूलाई नि मिठै लाग्छ भन्ने आशा राख्दै म हजुरहरूलाई त्यो रेकमेन्ड गर्न चाहन्छु मलाई चाहिँ सिरियसली मन पर्यो यो रामेन हजुरहरू पनि ट्राई गर्नुहुँदा हुन्छ इनकेस मन परेन भने अब त्यो हजुरहरूलाई सायद चिजको फ्लेभर नमन परेर नि हुनसक्छ स्पाइसी पनि छ अझै ससेजसँग अनि एगसँग त एकदम कम्बिनेसन यस्तो अनि पिरो पिरो हुँदाखेरि जुस खानु हुँदा त झनै रमाइलो यति नै भन्दै म अब यो भिडियो यहीँ नै एन्ड गर्छु धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अझै यसरी नै माया गरिदिनु होला मेरो भिडियो मेरो च्यानललाई रमाइलो मकबाङलाई यति नै भन्दै please do like share comment and subscribe and don't forget to hit the bell icon as well bye take care of yourself